हेलो गाइज, गुड मर्निङ अल फेसबुक फ्रेन्ड। बिहानै हामी चाहिँ जङ्गलतिर दौडिरहेछौँ है साथीहरू। यस्तो छ, माथि जङ्गलतिर जान लाग्छौँ हामी चाहिँ। मलाई चाहिँ रुगाखोकी लागेर एकदम सास अलिकति अप्ठ्यारो भइरहेछ, गाह्रो भइरहेछ। आज चाहिँ मलाई सन्चो छैन। हामी जङ्गलतिर किन जान लाग्छौँ भने हामीहरू दुईजनाको चौकीदार पालो छ क्या आज। यहाँ हाम्रो सामुदायिक वनमा घरधुरीको हिसाबले दुई जनाको पाला लाग्छ। त्यही भएर हामी चौकीदार हेर्न जान लागेको। चोरहरू दाउरा चोर्न धेरै आउँछन् के साथीहरू। त्यही भएर बिहानै जान लागेको। हामी चाहिँ खाना पनि खाएको छैन, चिया नास्ता खाएरै गएको हामी। यो ग्यासको जमानामा पनि के दाउरा चोरी बाल्नु पर्यो होला तिनीहरूलाई पनि है। एउटा ग्यास ल्याएर टक्क बाले त भइगयो थियो त। त्यही पनि 100 रुपियाँ तिर्न लागि चोरी बाल्न 100 रुपियाँ तिर्नुपर्छ भनेर हामी नजाँदै उनीहरू दाउरा बनाएर भागिहाल्छन्। त्यही 100 रुपियाँको लागि पनि होइन। दाउरा बनाएपछि सामुदायिक वनको दाउरा चोरेपछि वनको कर तिर्नु पर्दैन। चोरेर भाग्ने चोरहरू तिनीहरूलाई भेटाउनु पर्ने छ साथीहरू। हामी चाहिँ छिटो गइहाल्छौँ। यस्तो छ, पुरै स्वर सुकेर मलाई चाहिँ सन्चो छैन। कस्तो अर्कै भएको छ स्वर पनि। हामीहरू चाहिँ पुग्न लागिसकेका छौँ माथि न डाँडातिर। अब तिनीहरूलाई चोरहरू कतिजना आछन् पत्ता लगाउनु परेन, नबोलिकन बस्ने हो बाटोमा। कतिजना कति भारी दाउरा ल्याएर आउँछन्। उनीहरू त राति उठेर चोर्न आउँछन् नि। हामी चाहिँ बिहान आउने हो। यो धेरै जसो सिमकुटेको मान्छे चोर्न आउँछन् कि साथीहरू। त्यही भएर हामी चाहिँ अहिले हिँड्दैछौँ। तिनीहरूले त भारी पुऱ्याइसक्यो होला नि चोरेर। पैसा झराउनु परेन हो नि।